हेलो गाइस, गुड आफ्टरनुन अनि ह्याप्पी दसैँ सबैलाई। म चाहिँ सेलरोटी बनाउँदैछु। दसैँमा चाहिँ यो बनाउनै पर्छ सेलरोटी चाहिँ होइन। त्यही माथि झन् हामी बाहिर झन् बनाउनु पर्छ। सबैजनालाई बोलाएको छु त मैले, अनि त्यही लागि चाहिँ टिका लाउनुको लागि। अनि मैले रोटी पोल्दा चाहिँ उता आमाले यो सबै मिलाउँदै थियो। अन्त मिलाइसकेर चाहिँ अब हामीलाई आमाले टिका लगाइदिनुहुन्छ। अन्त त्यही हो के अरे, अब बाहिर ठाउँमा राति पर्छ टिका लाउनु। अब म पनि ड्युटी नै गएर आएको थिएँ, अनि मेरो बुढा पनि ड्युटी नै गएर आएको थियो। अनि त्यही लागि चाहिँ हामी ड्युटी अब भएर लेट भएर चाहिँ हामी अहिले टिका लाउँदैछु राति हुँदो। अन्त अझै छ भाइहरू बहिनीहरू सबलाई मैले बोलाएको थियो होइन। अन्त कतिजना त आएन पनि। अनि त्यही लागि चाहिँ अब सबै राति नै पर्छ, अब राति नै हुन्छ भेला चाहिँ राति हुँदो नै अब बाहिर ठाउँमा चाहिँ। अनि त्यही लागि चाहिँ लगाइदिनु हुँदैछ मेरो आमाले मेरो बुढालाई, अन्त मलाई, मेरो छोरा चाहिँ लाउनै मानेको छैन टिका। उसलाई सायद गर्मी पनि भएर होला टोपीले। अन्त फेरि फ्यान निभाएको थियो नि त, बत्ती निप्छ भनेर। अनि त्यही लागि चाहिँ अब चाहिँ आमाले हामीलाई दक्षिणा दिँदैछ। अनि मैले चाहिँ अब हामी कमाउने मान्छे हो है, अन्त आमा चाहिँ रुममै बस्नुहुन्छ नि त नानीसँग। अनि त्यही लागि चाहिँ पैसा थाप्यो भने चाहिँ घुमाइदिइहाल है बुढा भनेर अब त्यस्तो रेला गर्दै बसिँदै थिएँ। अन्त मेरो छोराले पनि ढोक्दैछ आमालाई, मैले पनि ढोकेँ। अन्त अब चाहिँ मेरो छोरालाई उसको बाबाले पनि टिका लगाइदिन्छ। उसको बाबाको चाहिँ फर्स्ट टिका हो नानीसँग। अस्तिको पालि पनि थिएन नि त, ऊ नानी सानै थियो। अन्त मेरो बुढा बाहिर थियो, मैले चाहिँ लगाइदिएँ नानीलाई अस्तिको पालि पनि। अनि उसको बाबाको चाहिँ फर्स्ट टाइम हो आफ्नो छोरासँग दसैँ मानेको। अन्त यो साइडमा चाहिँ हामी नेवारले चाहिँ साइडमा लाउँछ है टिकाहरू, कोलाई थाहा छ है। प्रधानले चाहिँ साइडमै लाउँछ। अनि उसको बाबाले पैसा दियो, यस्तो सेना छ नि, फुल चाहिँ फ्याँकेर पैसा चाहिँ थपक्कै टिप्यो मेरो छोराले। अनि खुट्टा दुख्दैछ। अन्त म पनि अब टिका लगाइदिन्छु उसलाई, मेरो छोरालाई। अन्त मैले पनि टिका लाउनु उयो गरेको नमानेर नानी कस्तो छ नि नानी, खतरा जिद्दी छ। म त्यस्तै छ नि मेरो छोरा फेरि जिद्दीमा चाहिँ। अन्त मैले पनि पैसा दिएँ नानीलाई, अनि ढोक भन्दैछु, मलाई पनि नानीले छे गर्यो। अन्त मेरो बहिनीहरू आएको छ, उनीहरू चाहिँ अब पहिल्यैदेखिको चिनेको, एकदम राम्रो छ क्या उनीहरू चाहिँ, मन मिल्ने सबै। अन्त त्यही लागि चाहिँ उनीहरू चाहिँ आयो। अरू बहिनीहरू पनि सबै छ राम्रै। अनि उनीहरूलाई पनि बोलाएको थिएँ, तर उनीहरू चाहिँ आएन। अब सबैको अब एक एकवटा प्रब्लम हुन्छ नि त है, अब त्यस्तो भन्नु मिल्दैन। अनि त्यही लागि चाहिँ आएन उनीहरू चाहिँ। अन्त दुईवटा बहिनी, अन्त एकजना भाइ चाहिँ आयो। ऊ देखिँदैछ होला नि तपाईँले, ऊ क्यामेराम्यान भाइ। अन्त मेरो बुढाले पनि उनीहरूलाई टिका लगाइदिए। अब मभन्दा ठुलो मेरो बुढा हो नि त, अनि त्यही लागि चाहिँ उसले नै लगाइदियो बहिनीलाई टिका। हाँस्दै आशीर्वाद फेरि मेरो बुढाले खतरा दिन्छ हो। अन्त ऊ चाहिँ भाइ हो, ऊ चाहिँ यति राम्रो छ नि ऊ भाइ पनि, बाहिर आएर भेटेको मान्छेहरू। अन्त यो चाहिँ मेरो खाना हो, हेर्नु होला, माछा मासु सेलरोटी अचार दाल पापड बनाएको थिएँ। अन्त बहिनीहरू चाहिँ गयो, बहिनीहरू गएर भाइहरू आयो। अन्त उनीहरूको ड्युटी चाहिँ फेरि लेट छुट्टी हुन्छ नि त, 12 बजी छुट्टी हुन्छ। अन्त त्यही माथि नुहाउँदा अनि दसैँको लुगा लाउँदाखेरि चाहिँ ढिलो हुन्छ है साथीहरू। अनि त्यही लागि चाहिँ उनीहरू ढिलो आएर चाहिँ उनीहरूलाई पनि टिका लगाइदिँदैछ। बाहिर ठाउँमा यस्तै हुन्छ है, जो बाहिर छ त्यसलाई थाहा हुन्छ। टिकाको दिनमा चाहिँ कति याद आउँछ है घरको मान्छेहरूको। अनि त्यही लागि चाहिँ हामीले बाहिर टिका मनाएको। के गर्नु, दिले कि मान्दै नै। त्यही लागि चाहिँ मेरो बुढाले पनि लगाइदिनु हुँदैछ टिका उसको भाइलाई। अनि मेरो छोरा चाहिँ हेर्नु न, गरम भएर मैले लुगा खोलिदिएको, बाबा चाहिँ अगाडि पछाडि। मसँग त मान्दैन क्या नानी, बाउचासँग चाहिँ पुरा, म चाहिँ टाइममा दिन्छु नि त दनक धुला। अनि त्यही लागि चाहिँ मसँग मान्दैन, उसको बाबासँग चाहिँ मान्छ मेरो छोरा। अनि भाइले टिका लगाएर चाहिँ सबलाई ढोक्दैछ। अनि चाहिँ मेरो नानीलाई फेरि टिका लगाइदिँदैछ उसको काका चाहिँले। उनीहरूको फर्स्ट हो उनीहरू नानीलाई, किनकि उनीहरू पनि अस्तिको पालि बाहिरै थियो। अनि त्यही लागि चाहिँ लगाइदिँदैछ छोरालाई उसको काकाले टिका। अन्त नानी फेरि मानेको छैन क्या, भाग्नु खोज्दैछ पुरा। अनि चाहिँ कस्तो पक्री नानीलाई टिका लगाइदियो, रुइरहेकै छैन। यतिखेर चाहिँ बाबासँग रिसाएर रुइरहनु न, म बाकोमा आउँदैछ। अन्त ऊ पनि यहीँ चिनेको भाइ हो, बाहिर नै, यति राम्रो छ नि ऊ पनि। के अरे जे भने त्यही काम गरिदिन्छ क्या उसले पनि। अनि त्यही लागि चाहिँ उसलाई पनि बोलाएको। अनि चाहिँ ऊ पनि आयो नुहाइधुवाइ गरिकन। अन्त उसले पनि अब सबैलाई ढोक्दैछ। अनि यो चाहिँ